Sorry. सो अहिले म चाहिँ सिङ्गापुर एयरपोर्टमा छु र यो सिङ्गापुर एयरपोर्ट टर्मिनल 1 मा रहेको यो वाटरफल है को दृश्य अति नै सुन्दर छ है राम्रो त्यसै चाहिँ हाम्रो देशका यी चोर नेताहरूले हैन हामी जनतालाई चाहिँ बेकु बनाउनको लागि म चाहिँ नेपाललाई पनि यस्तै सिङ्गापुर जस्तै बनाइदिन्छु भनेर फकाउने गर्छन् चुनावको फेरि है सो त्यही भएर अब जनताहरूले चाहिँ सचेत हुन पर्यो नेपाललाई चाहिँ सिङ्गापुर जस्तो बनाउने होइन कि नेपाल जस्तै बनाउनु पर्यो होइन अब एकचोटि घुम्न आएको थिएँ होला म जस्तै अनि त्यही भएर अब घुमेर गएपछि को गफ होइन अनि हाम्रो पनि कमी कमजोरी छ र त्यस्ता चोर नेताहरूलाई चाहिँ अबको आउँदो चुनावमा होइन 84 मा चाहिँ तिनीहरूको 84 पूजा गर्नुपर्छ र नयाँ आउने युवाहरू होइन नयाँ अनुहारहरूलाई चाहिँ मौका दिन पर्यो है सो म टर्मिनल 1 देखि अब यसो लन्चको लागि जाँदैछु है म यहाँ एयरपोर्टमा छु अनि एयरपोर्टको चाहिँ यो भिडियो जस्ताको जस्तै तपाईहरुमा हैन अब म 1 फ्लोर तल जाँदैछु फेरि चाहिँ सो प्लान्टहरु रियल हैन अनि अघि म चाहिँ त्यता वाटरफलमा गएको हैन यो बिहाई अनि त्यो चाहिँ अगाडि है अब म चाहिँ यतादेखि तल जाँदैछु यसो केही खानेकुरा खानको लागि रेस्टुरेन्टमा अनि सिङ्गापुर एयरपोर्ट चाहिँ अलि धेरै ठुलो नै छ हैन टर्मिनल 1 2 3 4 रहेको छ अनि म चाहिँ अलरेडी टर्मिनल 3 देखि चेक इन गरिसके र स्टिल म चाहिँ बाहिर नै हो यो हैन एयरपोर्ट बाहिर नै हो म भित्र डिपार्चर चाहिँ भयो छैन तर बोर्डिङ पास पनि लिइसके यसो केही खानेकुरा खाने भनेर रेस्टुरेन्ट हेरिरहेछौँ हामी अब यहाँ चाहिँ डाइनिङ अप्सनहरू छ विभिन्न रेस्टुरेन्टहरू कुन चाहिँ कता छ हैन भन्ने सबै डिटेलहरू यो B1 B2 हैन बी रेस्टुरेन्टहरूको यहाँ चाहिँ इन्फर्मेसन छ
यता चाहिँ वाटरफलको चाहिँ यो ग्राउन्ड फ्लोर हैन। अघि म चाहिँ माथिबाट फोटोहरू लिएको थिएँ। अब चाहिँ यो वाटरफलको चाहिँ म तलतिर आएको छु है। ल हेर्नु यो दामी छ हैन। यहाँको यो ग्रिनरी गार्डन हैन, प्लान्टहरू, सो प्लान्ट, यो वाटरफल अमेजिङ है। नाइस। अब म यहाँदेखि फेरि अगाडि जाँदैछु। अब खानेकुराहरू